हेलो हाई गुड इभिनिङ एभ्रिवान। आज चाहिँ बर्थडे छ, कसको बर्थडे हो भनेर एकछिनमा तपाईँले थाहा पाउनुहुनेछ। रकम हाम्रो प्यारो हिरोको बर्थडे हो आज। सो अहिले रेडी हुनुभएको छैन, अब एकछिनमा रेडी भइहाल्नुहुन्छ। टाडा बर्थडे बोय रेडी। के गर्छु है गर्छु दाइ बर्थडे बोयको बाबा। म किचनमा आएँ दिदी। यी हेर्नु यहाँ हुनुहुन्छ हाम्रो बर्थडे बोयको मम्मी। के पाक्दैछ यहाँ, स्पेसल खानाहरू एकदमै मिठो मिठो पाक्दैछ है गाइज। ओके गाइज, ल बर्थडेको केक अब काट्ने बेला भइसकेछ। कति नामु देखेको होला। केक काट्नुभन्दा अगाडि पूजाको सामान रेडी भइसक्यो। दादाले के काट्नुहुन्छ? कसरी काट्ने बाबु? होला होइन होइन दादालाई दिने। केक पनि आइपुग्यो। ओइ सुन, बाबुले दादाको हातमा माथ्ने, दादाले केक काट्नुहुन्छ। अब म ताली बजाउने फोटो खिच्न भिडियो फोटो एकैचोटि। दादाको हातमा माथेको टाइम लाग्छ कि अलिकति, त्यही भएर त मैले त्यसमा दियोमा ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर लक्ष्य, ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे। सक्यो, क्ल्याप गरेको खै। बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर दादा, ह्याप्पी बर्थडे टु यु। खै त दादालाई, दादालाई मम्मी गइस्यो। फेरि हेर न के हो तरिका त्यस्तो। सानोलाई चाहिँ खुवाइहाल्नु पर्थ्यो, सानोलाई खोइ। भिडियो दुईटैमा मिठो हुन्छ। ल आउनु एकछिनमा। इम्पोर्टेन्ट हुन्छ, नत्र भनेपछि मेमोरी के कसरी हुन्छ त। पैसा त बाबाको हो नि, छोरी किने पनि। दादालाई दिने चक्लेट खोजिरहेछ, फ्रिजमा राखिदिनु पर्छ दादाले, अहिले दिनुहुन्छ। दिनुहुन्छ बेटा अहिले। अब धेरै नखाऊ है, त्यसलाई खोकिला छ। त्यो मड्के दाबी राख्नुपर्ने माया गर्छु बेटा। धेरै खतम मान्छे कहीँ त मलाई क्रिम खाने होइन बेटा, खोइ खोइ ब्रेड खाने हो बेटाले। दादाको बर्थडे। अब त्यो हात त हो पहिला, त्यो जुठो हातले लगाइदिन्छौ त। पहिला त टिका लगाएर पछि खुवाउनु पर्ने।
असल मान्छे बन्नु पालै पाले होइन हजुर खिच्नु अनि सबैजना मैले त भिडियो बनाएर आउँ त मेरो फेरि मैले खिचेको बिग्रिन्छ अनि बेकार एउटा भिडियो भयो है बाबाले खुवाइदिनुहुन्छ सानोलाई केक दुईटै हातले दिन्छन् बेटा देऊ देऊ अक्को पनि देऊ ल जी गरिदेऊ दादालाई जी गरिदेऊ दादाले जी गरिराख्नुपर्छ त उल्टै बाबु दादालाई ओके गाइस अब हामी चाहिँ अनबक्सिङ गर्न गइरहेको छौँ मम्मी बाबाले के दिनुभयो भनेर सो हेरौँ है त ल के दिनुभएछ मम्मी बाबाले के पाउनु भएछ जोला खोकिला छ उसले किम खान्छु भनिसकेपछि त के को सरप्राइज के हो तिम्रो पर्सनल बाबु नगर डग लभर ल नेक्स्ट तर जुसी चाहिँ जुसी छ है मिठै छ केक चाहिँ जुसी छ मिठै छ ड्रेस वाउ दादाको नाना यो कस्तो लाग्यो राम्रो लाग्यो मलाई टप चाहियो त्यो लिएको हो त मनमा लागेको कुरा आइयो बाबालाई चाहिँ के हो क्यान्टिन आउने छोरा कति माया गर्नुहुन्छ दादाले त्यही त नि दादाले हेर कति माया गर्नुहुन्छ बाबाले हक गर्नुभयो यति भए पनि त बोध हो नि त बर्थडे सकिसकेपछि कसले बर्थडे सकिसकेपछि कसले स्प्रे गर्छ चिप्लिन्छ अब है यो त भयो स्नोफल भयो माइ गॉड स्नोफल भयो बेटा स्नोफल भयो नेपालगञ्जमा बर्थडेको केक काटिसकेपछि अनि बल्ल अहिले हामी चाहिँ स्प्रे गर्दैछौँ बाबालाई छोरोलाई सबैलाई स्नोफल भयो बर्थडे बोयले आफैले फोहोर गरे आफैले सफा गर्दैछ त्यही त अब चाहिँ खाना खाँदै हुनुहुन्छ फाइनली खाना पनि खाइन लाग्यो Cheers. Okay guys, खाए ल 500 1000 200 कम भयो न हाम्रो उहाँलाई नै हुँदैन डाक्टरको अगाडि माथिबाट बर्थडे मनाएर पनि आयौँ र अब सुत्ने टाइम पनि भयो हामीलाई साह्रै निन्द्रा पनि लागेको छ सो आजलाई चाहिँ यति नै तपाईहरुलाई मेरो भिडियो पक्कै पनि मन पर्यो होला भन्ने मैले आशा गरेको छु मेरो भिडियोलाई लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सनु होला यति भन्दै बाइ बाइ गुड नाइट